उपस्थित सम्पूर्ण भण्डारी परिवार अनि विशेष हाम्रो आकर्षक व्यक्ति आशिष भण्डारी अनि उहाँका मातापिता। उहाँले पश्चिम बङ्गाल राजस्व सेवामा WBCS 2022 मार्फत दोस्रो स्थान प्राप्त गरी हाम्रो सम्पूर्ण भण्डारी परिवार लगायत हाम्रो समाज अनि हाम्रो जातिलाई गौरवान्वित बनाउनु भएकोमा उहाँलाई हामी सम्पूर्ण परिवारबाट बधाई एवं आउने दिनहरूलाई शुभकामना पत्र म कथन गरेर हजुरहरूलाई सुनाउनेछु। सम्बर्धना पत्र 29/6/2025। दृढ सङ्कल्प अनि अथक परिश्रमद्वारा आफूले चाहेको सफलता हात पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् आशिष भण्डारी। पश्चिम बङ्गाल राजस्व सेवामा WBCS 2022 मार्फत दोस्रो स्थान प्राप्त गरेर आफ्नो परिवार, समाज र सम्पूर्ण जातिलाई नै उनले गौरवान्वित तुल्याएका छन्। पिता अर्जुन भण्डारीको असल मार्गदर्शन अनि माता मेनुका भण्डारीको कुशल पारिवारिक संस्कारमा हुर्केका आशिष भण्डारी सम्पूर्ण युवाहरूका लागि प्रेरणाका स्रोत हुन्, जसले आफ्नो अथक परिश्रम, लगन र अटल सङ्कल्पद्वारा यति विशाल उपलब्धि प्राप्त गरेका छन्। उनको यो उपलब्धि र सफलतामा भण्डारी परिवार अशेष आनन्द र गर्व अनुभव गर्दछ। भविष्यमा उनको ख्याति र सुनाम अझ बढेर जाओस्। भण्डारी परिवार उनको अझ उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको निम्ति सहस्र शुभकामना एवं आशीर्वाद अर्पण गर्दछ। धन्यवाद। भण्डारी परिवार कालेबुङ, 29 तारिक 6 महिना 2025 असार 15। यसो टिका लगाउनु भएन काका? हुन्छ हुन्छ टिका लगाउनु। ठिक है, फोटो चलाउँछु।
सके है अब हाम्रो हुन आज यस्तो उच्च ओहदामा पुग्न सफल भयो। यसले हाम्रो नानीहरू सबैलाई प्रेरणा पुगोस्। सबैले आफ्नो अनुशासन बिर्सिनु भएन। नानीहरूले पढ्नमा ध्यान दिनु पर्यो। अनि आशिष जस्तो भएर फेरि एउटा उदाहरणको रूपमा समाजको अगाडि, जातिको अगाडि, आफ्नो वंशको अगाडि, देशको अगाडि आफ्नो गौरव स्थापना गर्नु पर्यो। त्यो प्रेरणा लिने दिन हो आज। अनि आशिष जस्तो छोरो जन्माउने हाम्रो भाइ अर्जुन भण्डारी जस्तै सबै बाबुहरू अर्जुन भण्डारी जस्तो हुनु पर्यो। सबैलाई नमस्कार। मलाई त आज लाज पनि लाग्दैछ आफ्नै परिवारको अगाडि यसरी है बडाहरू बडाबडी सबैजना मेरा अग्रज मेरा परिवार। अब म त आज भावुक हुँदैछु। अब बेसी भयङ्कर एनर्जी लाग्छ। यो इक्जाम त्यतिकै पास हुँदैन। अब म अहिले 32 इयर्समा आएर मैले क्र्याक गरेँ। अब मैले कठिन परिश्रम गरेँ। पहिले युपिएससी बेसी नदिएर यता डब्लुबिसिएस दिएको सायद पहिले पनि हुन्थ्यो होला। त्यही कारण स्मार्ट स्ट्राटेजी पनि हुनुपर्छ क्या। एउटै इक्जाम घोकेको पनि हुनु भएन। मैले युपिएससी मात्रै दिइबसेँ। त्यति बेला अलिक यता डब्लुबिसिएस मजाले फोकस गरेको सायद यङ एजमै म क्र्याक गर्थेँ होला। तर हो यस्तो समयले पनि पर्खिँदैन हामीलाई होइन। र त्यसले गर्दा नानीहरू जो छ उनीहरूले अहिलेदेखि नै सिरियसली पढ्नु। अर्को क्लास जुन जाँदैछ त्यो अगाडिको विन्टरमै मजाले सकिसक्नु क्या। अनि हो त्यस्तो हामीले के एनर्जी त लाउनै पर्छ। त्यो केयरलेस भइहाल्छ। अर्को पालिदेखि पढौँला मजाले भनेर त्यो गऱ्यो भने चाहिँ साह्रै पर्छ। र फेरि पनि भण्डारी परिवार तपाईँले यति राम्रो आयोजना गरिदिनु भयो। हामीले यति साह्रो रेस्पेक्ट दिनुभयो। तपाईँले माया दिनुभयो। त्यसको लागि म धेरै धेरै ऋणी र धन्यवाद टक्राउन चाहन्छु। र आउने दिनहरूमा नानीहरूलाई गाइड गर्नुमा हामी बाबा म एकदमै हामी अगाडि बढ्नेछौँ। हुन्छ, धन्यवाद। फेरि त्यो खालि पास गर्नु मात्रै होइन हो। पास भइसक्यो त्यो खालि किताब राखिदिएको। 7 पास गऱ्यो 7 खालि किताब छैन कहाँ पुग्यो। 8 पास गऱ्यो त्यो छैन हो। 10 पास गऱ्यो खालि किताब पर अब आर्ट्स नि अब अस्ति 10मा मरि त्यही गरेर म्याथहरू सिकेको थियो त्यो छैन हो। सब पढ्यो बिर्स्यो त्यस्तो खालको छ नि त। त्यो खालको ट्रेन्ड त्यो चाहिँ बन्नु हुन्छ। र ज्ञान कसरी लिने है खालि पास गर्नु मात्रै होइन डिग्री लिनु मात्रै होइन। यति भन्दा मेरो यो वक्तव्य है। हाम्रो असार 15 है। आज असार 15 शुभ उपलक्ष्यमा दही चिउरा केरा धमाधम चल्दैछ है। सबैजना यी दही चिउरा केरामै हुनुहुन्छ है। हुन्छ। आज असार 15मा है दही चिउरा केरा त एकदम हुनै पऱ्यो नि त। ए है तपाईँकोमा आइपुगेन ए लु आयो। दही र केरा मात्रै भयो त। र अहिले भर्खरै हामी असार 15 अनि हामीले जुन चाहिँ सम्बर्धना गरेको थियौँ सम्बर्धना गरिसकेपछि हाम्रो सम्बर्धना सकेर हाम्रो भाइ पनि सम्बर्धना सकेर फर्किने अहिले बिदावारीको कार्यक्रम चल्दैछ। सबै हामी बिदावारीमा हामी यहाँ अगाडि निस्केका छौँ र भाइलाई पनि हामीले बिदा गर्दैछौँ। र आजको दिनमा हाम्रो समाजबाट हाम्रो कालिम्पोङबाट एकजना भाइ उच्च अवधामा त्यत्रो ठुलो इक्जाम पास गरेपछि हामीले यो विचार बनायौँ कि हामीले पनि भाइलाई केही सम्मान गर्नुपर्छ भन्ने विचार राखेर हामीले भण्डारी परिवारले पनि यहाँ भाइलाई सम्बर्धना गरियो। हुन्छ त ल भाइ